mikcoba tenno nendangdang samyang pungnu yupanu kan thanu musik na khiongna hektong ba panunu ma sisamin singha tutu tumyang ha tariba tarima samlo ba samlo sama ko chaba so ingong saba kerek adang badang masu bukso cibakan langho cepan teminisa temelesa ko nalian thangbe sa madhu kerunglam na henching yet nare suyamo ding mindoke na hen mindoke hara mindoke mikso mindoke pungpak nalla e sakthak nalla e chiret nalla e yongap nalla e latie tie miknu nam tie miknu tejo sese larame sangsang larame minduke menchaki asigan siare minchuwe kerek adang badang masuka lungmending noi choktok dung aswai अब यति भनेर म नेपाली भाषा खस भाषाबाट के आफ्नै कुरा राख्ने अनुमति चाहन्छु अब सबैभन्दा महत्त्वपूर्ण कुरा त म भन्दा अगाडिका वक्ताजीहरूले अत्यन्तै वस्तुगत र सार्वत्रिक ढंगले आफ्नो विचार व्यक्त गरिसक्नु भएको छ अब आफू संस्कृति कर्मी र कुनै पनि असल नागरिकको कर्तव्य भनेको देशको संस्कृतिको संरक्षण गर्नु त्यसको विकास गर्नु र हस्तान्तरण गर्नु हो त्यसो भएको हुनाले संस्कृतिको विशिष्ट पाटो ठानिने यो चासोक तङ्गनको बारेमा मैले बुझेका मैले सुनेका देखेका अनुभव र अनुभूतिहरूको आधारमा तपाईहरुको सामुने केही कुरा संक्षिप्तमा राख्ने अनुमति चाहन्छु अब किराँत लिम्बूहरुभित्र आफ्ना केही मौलिक चाडपर्वहरू छन् त्यहाँभित्र पनि कसैले यो हाम्रो मौलिक चाड पर्दैन यो मात्रै पर्छ भन्ने तर्कहरू उत्तिकै मजबुत छन् विशेष गरेर प्रकृति यो ऋतु परिवर्तन सँगै चाडपर्वहरू मनाउने लिम्बू जातिको चासोक तङ्गन अब माघ लागेपछि कफिरा तङ्गन त्यसपछि याक्वा तङ्गन सेसेक्पा तङ्गन र वालिहाल तङ्गन पाँचवटा चाडहरूलाई हामी आदिवासी याक्थुङहरूको प्रमुख मौलिक चाडको रूपमा लिने गर्छौं त्यसमध्ये यो चासोक तङ्गन चाहिँ एउटा प्रमुख चाडपर्वको रूपमा अन्न बालीहरू पाकेपछि मनाइने चाडपर्वको रूपमा लिने गरिन्छ अब मैले सुने अनुसारको मेरो अध्ययन र मेरो ब्रह्मले देखे अनुसारको यो चासोक तङ्गनको सन्दर्भमा म आफ्नो केही संक्षिप्त धारणाहरू मात्रै यहाँहरू सामुन्ने पेश गर्न चाहन्छु अब अघि केही कुराहरू कमलराज नेम्बाङ अध्येता आदरणीय कमलराज नेम्बाङ र प्राज्ञ दिलेन्द्र कुर्बाङज्यूले राखिसक्नु भएको छ अब हामीले मिथक खोज्नु पर्ने रहेछ आफ्नो पुर्खालाई खोज्दै जाँदा हामी मिथकमा फेला पारिनु रहेछ हामी याक्थुङहरूको मिथक चाहे पुर्खा चाहे राईको होस् मगरको होस् क्षेत्रीको होस् ब्राह्मणको होस् अन्य जातिको पुर्खाहरू खोज्दै जाँदा मिथकमा भेटिनु रहेछ अब चासोक तङ्गनको सन्दर्भमा पनि हामीले चासोक तङ्गन कहिले सुरु भयो कुन हाम्रो पुर्खाको पालादेखि सुरु भयो र कसरी भयो भन्ने सन्दर्भमा छलफल गर्दै जाँदा हामीले त्यो मिथकमा खोज्नु पर्ने रहेछ सबैभन्दा पहिले हामीले मुन्धुमले परिकल्पना गरे अनुसार तागेरा निवाफुमाङ त्यसपछि बोरोमी अम्बानीमाङ र त्यसपछि मानवको पहिलो उत्पत्ति मुजिङना खियौना त्यसपछि सुसुबे लाला हुँदै हाम्रो पुर्खाको वंशको विस्तार हुने गर्छ त्यसै क्रममा आदिम हाम्रा पुर्खा सिकारी सुसुबे लालाबेन अर्थात् शिकार खेल्न जाँदा सावै पुगेपा भन्ने पुर्खा थिए अहिले यसो हिसाब गर्दाखेरि उनी शिकारी युगका पुर्खा रहेछन् उनी शिकार मात्रै खेलिरहन चाहने लेकतिर जान्थे लेकतिर जाँदा ताल बुझ्दै बसेको परम सुन्दरी थोसुलुङमा फ्यामलुङमा भेट्छन् अनि उनीसँग रहेका नौकर्नी सुसाङीमा भेट्छन् त्यहाँ पुगेपछि शिकारहरू काटमार गर्दै बस्दा रात पर्छ त्यहाँबाट जीवनको फूल साटासाट हुन्छ त्यसपछि त्यहाँ बच्चाहरू जन्मिन्छन् जो थोसुलुङमा फ्यामलुङमाको सन्तान भनेर हामी सुचुलु सुहाङ फेबा भन्ने पात्र पुरुषको जन्म हुन्छ त्यसपछि सुसाङलीमाबाट सिङदाङ खेवा भन्नेको जन्म हुन्छ लामो समय त्यहाँ बसिसकेपछि फेरि आउतिर आफ्नो कुकुरहरू लिएर शिकार खेल्न जान्छन् शिकार खेल्न जाँदा आउतिर फेरि पनि तान बुन्दै
एकजना लिम्बुनी बसिरहेको हुन्छन्। उनको नाम योसोलुङमा मकुमलुङमा, र योसोलुङमा मकुमलुङमा सँगसँगै उसको नोकरी तुसाङलीमा भन्ने हुन्छ। त्यहाँसँग पनि सम्भोग हुन्छ, संसर्ग हुन्छ, र त्यहाँबाट लिङदाङ खेवा भन्ने र अर्को जना चाहिँ सुचु रुसुवाङ फेवाको अर्को तल्लोपट्टि तेतारा लाहारौना भन्ने आदि पात्र जन्मिन्छन्। म कथा सुनाउँदैछु दिदीबहिनीहरू, यो काम लाग्छ। त्यसो भएपछि अब त्यो समयमा सौताको छोराबाट जन्मिएका सिङदाङ खेवा र अर्को सौताको छोराबाट जन्मिएका लिङदाङ खेवा बीच आमा र जेठी आमाको छोराछोरीहरूबाट अत्यन्तै धेरै अपमान हुन्छ र उनीहरूले अब तिनीहरूले हाडनाताकरण गराउने षड्यन्त्र रच्छन्। षड्यन्त्र रच्दाखेरि लेकतिर का चाहिँ सुचुरु सुहाङफेवालाई तल आउतिर त कति राम्री तरुणी छन्, त्योसँग तिमी बिहे गर भन्छ, र आउतिर चाहिँ का के अरे तेतारा लाहादौनालाई पनि माथि लेकतिर त कति ह्यान्डसम, कति राम्रो, जसले सुनेन्दै जत्तिकै ह्यान्डसम थियो कि क्या हो होइन, कति राम्रो ह्यान्डसम मान्छे बसेको छ, तिमीसँग लप गर बिहे गर भनेर ती सौतापट्टिका छोराछोरीले निम्त गर्छन्। अब निम्त गरेपछि लेकतिरका त्यो नालिगेल थाङ्गेन साप पुरुषले आउतिरकालाई सापरी पेम्बरी पठाउँछ। भनेको चाहिँ हाम्रो पहिलो आजभोलि चाहिँ त्यसलाई नेपालीमा बैनाबट्टा भन्ने गर्छ, च्वाफुङ भन्छौँ हामी, च्वाफुङ पठाउँछ। र आउतिरको तरुणीले चाहिँ सुनाखरीको झोला बुनेर लेकतिरको तन्देरीलाई उपहार पठाइदिन्छ र पछि भेट गराउँछन्। भेट गराउँदै गर्दा, चिन्जान गराउँदै गर्दा सिङदाङ खेवा र लिङदाङ खेवा षड्यन्त्रकारीहरूले श्रीमती के अरे तल्लो पाथिपट्टिको तल आउलपट्टिको छोरी तेलारा लाहादौनाको स्तनी र छातीमा जुम्रा हालिदिन्छ। अनि लेकतिरको त्यो तन्देरीलाई जुम्रा टिप्न लाउँछ। जुम्रा टिप्न लाउँदाखेरि अचानक स्तनमा उसले स्पर्श गर्छ र आउतिरको त्यो चेलीलाई त्यो स्तनमा के अरे लेकको तन्देरीले जुम्रा स्तनमा टिप्दै गर्दा फेरि उसको पुरुषको अङ्गमा लिङ्ग लिएर चाहिँ उसले पनि जुम्रा हालिदिन्छन्। त्यो सिङदाङ खेवा लिङदाङ खेवाले उसले पनि जुम्रा टिपिदिन्छ। जुम्रा टिपेपछि अङ्गहरूको स्पर्श हुन्छ र उनीहरू बीच यौन सम्बन्ध अगाडि बढ्छ र त्यहाँबाट उनीहरूको हाडनाताकरण सुरु हुन्छ। हाडनाताकरण सुरु हुँदै जाँदाखेरि तिनीहरू चेली माइतीहरू हामी एउटै बुबाका सन्तान भन्ने थाहा नपाएपछि उनीहरू छुटिन सक्दैनन्। ओडारमा, ढुङ्गामा, वन जङ्गलमा उनीहरूले बासिरहन्छन्, उनीहरू जोडिरहन्छन्, जोडिरहन्छन् र उनीहरू छुटिन सक्दैनन्। छुटिन नसकेपछि उनीहरूले अब पृथ्वीमा पाप पर्यो, पृथ्वीमा चाहिँ अनिष्ट भयो, पृथ्वीमा अपराध भयो, हाडनाताकरण भयो भनेर उति बेलाका तुम्याङहरूले छुट्याउन खोज्छन्। छुट्याउन खोज्दाखेरि चिलाउनेको रूपले अच्याउँछन्, तिनीहरू छुटिँदैनन्। जोल्ठिएकाहरू फेरि झिङ्गानुको रूपले अठ्याउँछन्, उनीहरू छुटिँदैनन्। उत्तिसको रूपले अठ्याउँछन्, छुटिँदैनन्। र अन्तिममा ससिङ्गु अर्थात् सालको रुखले मात्रै अच्याउँदा तिनीहरू छुटिन्छन् र तिनीहरूलाई एउटा चाहिँ बाचा गराउँछन्। अब फेरि तिमीहरू यसरी चिलीमाइती बीच हाडनाताकरण भयो भने छोरा मान्छे तिमी तराउनिङ ताङसाङखाङ सेरी लयन भएर झर्नु, फेरि हाडनाताकरण भयो भने तिमी आकाशबाट वज्र भएर झर्नु, र चेलीलाई फेरि हाडनाताकरण भयो भने तिमी खाम्लुङ लुप्ली भएर आउनु, भुइँमुनिबाट तिमी भूकम्प भएर आउनु भन्ने बाचा गराएपछि छोराछोरी बाँडिदिन्छ। अब छोराछोरी बाँड्दाखेरि माथिल्लो एउटा सम्याङ चिटिङ्गे, युपा चिटिङ्गे भन्ने गरिन्छ मुन्डुममा, जसलाई चाहिँ सुनको चाली भन्ने अर्थ लाग्छ। त्यो चाहिँ प्रतीकात्मक रूपले बुझ्नुपर्ने हुन्छ। र सुनको चालीमा चाल्दा माथिल्लोपट्टि 8 भाइ सन्तानहरू रहन्छन् र चाली मुनि 8वटा खस्छन् र एउटा चाहिँ चालीमा अड्किन्छ। त्यो माथिल्लोपट्टि रहेकाहरूलाई पेगी फान्साम भनिन्छ। त्यो पेगी फान्सामहरू उनका बाबु सुचुरु सुहाङफेवाले माथि चाहिँ के अरे लेकतिर लगेर उसको सन्तानहरू लिएर जान्छ 8 भाइ। तिनीहरूले हामी पेगी फान्साम भन्छौँ। तिनीहरूले हामी चाहिँ फेदाङमा साम्बा एभाहरू भन्छौँ। उनीहरू उति बेला चट्याङ झार्न सक्ने, तन्त्र मन्त्र भएका अनि कासाको थाले ढुङ्गाहरू फुटाउन सक्ने शास्त्रज्ञहरू भए। र त्यहाँबाट 8 भाइ खसेकाहरू चाहिँ आमाले साङ्गुरोकमा कोपिरोकमा यो युर्सियानिए, त्यो भनेको चाहिँ अहिले भन्दा साङ्गुरोकमा कोपिरोकमा ताप्लेजुको लेपको ठाउँ आसपास पर्छ। त्यहाँ 8 भाइहरू झरे। ती 8 भाइहरू नै सावैयाङ हो। ती 8 भाइहरू नै आजका तपाईँ हाम्रा पुर्खा हो। अब ती सावैयाङहरू को थिइन् त भन्दाखेरि हाम्रो मौखक शास्त्रमा मुन्दुममा भेट्ने गरिन्छ। ती 8 भाइहरू मिक्नुसो लुम्बाङ भन्छ एउटालाई, अर्कोले बुधिङ्गे साङ्लेकाङ भन्छ, अर्कोलाई
नियारा फिक्चङहाङ भन्छ, लालासो पाङबुहाङ भन्छ, फुगुमसो फङ्मिहाङ भन्छ, सगिमसो सङ्मिहाङ भन्छ, खेचुए उपानहाङ भन्छ र सेछेरे सेनिहाङ भन्छ। त्यो सेछेरे सेनिहाङ चाहिँ आज थेगिम र योग्यङहरूको हाम्रो पुर्खा हो भन्ने मलाई लाग्दछ र मुन्दुमले त्यो कुरा पुष्टि पनि गरेको छ। अब ती 8 हाङहरू सावाई हाङहरू भाइ, सावाई थाङ पाङ्गे भन्नाले हाम्रो आदिम पुर्खाहरूको गाउँ थियो जहाँ चाहिँ हाम्रो धेरै मौलिक लोक कला संस्कृतिहरूको विकास भयो। त्यो गाउँको एकजना चेली जन्मिन्। चेलीको नाम थियो सिकेरा एकथुक्नामा, कतिपय ठाउँमा सिकेरा एबुङ्गेकमा पनि भन्छन्। त्यति बेला अन्नहरू पकाएर खाने चलन थिएन। आगोको उत्पत्ति भर्खर भएको थियो। आगोको उत्पत्ति मुन्दुमले भनेअनुसार ताप्लेजुङको एउटा पोखरीमा जहिले जङ्गलबाट निस्केका काली गाईहरू, सेती गाईहरू तिर्खाएर त्यहाँ पानी पिउँथे। पानी पिएपछि पिएर उनीहरूको धिक मरेपछि उनीहरू सिङ्गौरी खेल्थे, खुसी हुन्थे। र एक दिन काली गाई र सेती गाईहरू पानी पिउन निस्के। त्यो वरकमा निस्केपछि पानी पिए। पानी पिएपछि उनीहरूको तिर्खा भेट्यो र खुसीले सिङ्गौरी खेल्न थाले। सिङ्गौरी खेल्दाखेरि सिंहहरू जुत्दाखेरि त्यो एउटा आगोको छिल्का उठ्यो। त्यो आगोको छिल्का गएर सुकेको गोबरमा सल्कियो। त्यो सुकेको गोबरमा सल्किएको आगो मुरिङ्ला खारिङ्ला जङ्गलमा पस्यो र विशाल डढेलो भयो। त्यो डढेलोले त्यहाँका वनतरुलहरू, कन्दमुलहरू सबै डढेर पाके। पाकेपछि सावयता हाम्रो पुर्खाहरूले आगो खोजेर ल्याए। यो पहिलो आगोको उत्पत्तिको कथा हो र खोजेर ल्याएपछि पकाएर खाँदा उनीहरू निरोगी हुन थाले। उनीहरू चाहिँ दुःख विवाद, रोग व्याधिले छोड्न थाले। उति बेला जङ्गली सुमाघीहरू, वनतरुलहरू, कन्दमुलहरू, रुखका जराहरू त खान्थे, तर तिनीहरू धेरै रोगी भइसकेका थिए। अब अन्नपातको आवश्यक भयो पृथ्वीमा। अब अन्नपात कहाँदेखि ल्याउने भन्दाखेरि उनीहरू सावयताङहरू सिकेर एकथुनामाहरू बसेर अब सर्वशक्तिमान ईश्वरलाई पूजा गरे। तागेर निवा भुमाङ अनिको आङ्गु सेलाले याङ्गिगे चब थुङारे याङ्गिगे, हामीले त भोकले मर्न लाग्यौँ, तुकमा सकमारे याङ्गिगे, तुङले याङ्गिगे भनेपछि उनीहरूले सेवा गर्दा अब तागेर निवा भुमाङले एउटा सहदेवता बनाउँछ, अर्थात् उसभन्दा पछाडिको एउटा अन्नको धनीको उत्पत्ति गर्छ। उसको नाम हामी चावकको चावन्नामा र थिवकको थिवन्नामा भन्ने गर्छौँ। पहिले अन्न खोज्दा हामी चावकको चावन्नामाको सेवा गरेर तिवकको तिवन्नामाको सेवा गरेर पूजा गर्छौँ। त्यसपछि ती महाचेली सिकेर एकथुनामाले चावकको चावन्नामालाई तिवकको तिवन्नामाले सेवा गरेर ताकमारु ल्यायो, अर्थात् त्यो बेलाको धान ल्यायो, कोदो ल्यायो। सर्वशक्तिमान ईश्वरले चावकको चावन्नामा तिवकको थिवन्नामालाई त्यो अन्न प्रदान गर्न लाएपछि त्यो अन्न सिकेर एकथुनामा लिएर आयो र सिन्युके मुदेनतिर भनेको आजको चीनको तपाईको वाङ्गो र याङ्सी नदीको आसपासमा ठ्याक्कै यो इतिहास सम्बन्ध पनि छ। आज धान विशेषज्ञहरूले धान कहाँ उत्पत्ति भयो भन्दा सबैभन्दा पहिले चीनको वाङ्गो र याङ्सी नदी, त्यसपछि मात्रै गङ्गाको मैदानमा भन्छन् मानवशास्त्रीहरू। त्यो ठाउँमा चाहिँ सिकेर एकथुनामाले अन्नहरूको छर्को गर्न थाले। अब सानो काठको खैकी बनाइन्, त्यसपछि पहाड फाडिन्, पर्वत फाडिन्, भस्मीहरू बनाइन्। त्यहाँनिर चाहिँ याकको अन्नको बिउ रोप्न थालिन् र त्यसपछि हाम्रा पुर्खा सावयताहरूले ती अन्न बालीहरू खाए। ती पाकेको अन्नहरू खाइसकेपछि उनीहरूमा रोग लाग्न छाड्यो, व्याधि हुन छाड्यो, दुःख विराम हुन छाड्यो र त्यसको सम्मानमा आज पनि हामी यसरी चासोक दङ्गा मनाउने गर्छौँ। यो चासोक दङ्गा मनाउनु भनेको दुईवटा अर्थ छ यसमा। एउटा प्रकृतिको सम्मान हो, अर्को पितृहरूको सम्मान हो। सिकेर एकथुनामाले सावयता हाम्रो आदिम पुर्खाहरूले त्यति दुःख र कष्टका साथ उब्जाएको अन्न खाएर आज हामी जीविको पार्जन गरिरहेका छौँ, हामी सर्भाइभ गरिरहेका छौँ, जीवन बाँचिरहेका छौँ। आज ती पुर्खाहरूप्रति हामीले सम्मान व्यक्त गर्न पर्दैन हो। त्यो सम्मान व्यक्त गर्नको निम्ति सिकेर एकथुनामा र सावयताहरूको आत्माको सम्मानको निम्ति चासोखिसो गरिएको एक र अर्को सम्मान भनेको सबै चिजहरू प्रकृतिबाट हामीले ल्याएको। तपाईहरूले अलिक दार्शनिक, अलिक बौद्धिक साथीहरूले पाश्चात्य प्रकृतिवाद पढ्नुभएको होला। जब संस्कृतिको निर्माणमा रोलाबार्थहरू त्यहाँका दार्शनिकहरूले के भन्छन् भने सुकुमार वन जङ्गलमा जब मानिसहरूले हात हाल्यो, सुकुमारितालाई तोड्यो, त्यसपछि संस्कृतिको निर्माण भयो भन्छ। ती प्रकृतिबाट अन्नहरू, बिउहरू हामीले ल्याएपछि अब प्रकृतिलाई सम्मान गरेको हामीले। प्रकृतिको अभिन्न अङ्ग हो मानिस भन्छ मुन्दुमले। प्रकृति बिना हामी बाँच्न सक्दैनौँ, प्रकृति बिना संस्कृति हुँदैन भन्ने सम्मानको हिसाबले आज प्रकृतिको पूजा गर्छौँ हामी। आदिवासी आख्नुहरू प्रकृति पूजक हुन्। खोला तर्दै गर्दा तितेपात या फुल राखेर पानीको पूजा गर्छन्। उनीहरू आगोले पूजा गर्छन्।
उनीहरू ढुङ्गाले पूजा गर्छन्, माटोले पूजा गर्छन्, कुनै ठुलो रुखका टोड्का देख्यो भने त्यहाँ पनि पूजा गर्छन्, कुनै ठुलो खोडा देख्यो भने त्यहाँ पनि पूजा गर्छन्। त्यति मात्रै होइन, मल्लामी गएर फर्किँदा पनि यसो चाहिँ तितेपातीले छर्केर मात्रै हामी आफूले शेषे साङसा गराउँछौँ। यसरी प्रकृतिलाई पूजा गर्ने क्रममा आजको दिन चासो तिसो गरेर हामीले प्रकृतिलाई पनि सम्मान गरेको हो। यो दोस्रो कुरा रह्यो। अब तेस्रो कुरा क्षमाको पूजा पनि हो। यो एक किसिमले भन्यो भने त्यसरी सावयवता गाउँदेखि आदिम पुर्खादेखि आजको यो आधुनिक पुर्खाहरूसम्म आइपुग्दा हामीले खेतहरू बिरायौँ, हामीले बारीहरू बिरायौँ। खेतहरू बिराउँदा, बारीहरू बिराउँदा कति गढेउलाहरू मरे, कति कीट पतङ्गहरू मरे, तिनीहरूको आत्माले सराप छ हामीलाई हैन। कति त्यहाँका बोट बिरुवाहरू मरे, तिनीहरूको आत्माले सराप छ हामीलाई भन्ने हाम्रो विश्वास छ। उनीहरूको आत्माले नसरापुन् भनेर क्षमा गर्नको निम्ति पनि बनाइएको हो। त्यसैले हामी अब दर्शनमा एनिमिजम भन्छौँ, हामी आत्मशीलताको कुरा गर्छौँ। मुन्डुमले हामी वनस्पतिमा आत्मा छ, ढुङ्गामा आत्मा छ, माटोमा आत्मा छ, पोखरीमा आत्मा छ। मानिस मरेपछि हाम्रो आत्मा स्वर्ग र नर्क कहीँ जाँदैन। हाम्रो आत्मा कि त पोखरीमा गएर बस्छ, कि त रुखमा गएर बस्छ, कि त ढुङ्गामा गएर बस्छ भनेर हामी विश्वास गर्छौँ। त्यसैले आजको चासोक तङ्गाममा प्रकृतिको पूजा गरेका हौँ। सिकेर एक थुङ्गामा हाम्रो सावा यताङ पुर्खाहरू लगायतका पुर्खाहरूको सम्मानको निम्ति पूजा गरेका हौँ। अनि हाम्रो चाहिँ यो के अरे अन्नदाताहरूलाई पूजा गरेका हौँ। त्यस्तो कार्यक्रमको निम्ति आज यो चासोक तङ्गाम मनाइएको हो। अब चासोक भन्नाले न्वानी भइगयो, तङ्गाम भन्नाले पर्व। चासोक तङ्गामको पर्वको रूपमा यसलाई हामी लिने गर्दछौँ। अब चासोक तङ्गाम सम्बन्धीका धारणा चाहिँ यिनै तिनै कुरा हुन्। अब समय पनि छैन। अब यो चासोक तङ्गामको कार्यक्रम आयोजना भएको छ। अब यो अत्यन्तै सुन्दर कार्यक्रमको आयोजना भयो। जिल्ला कार्य समितिलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज चाहिँ विशेष गरेर अब यहाँ प्रमुख मेयरज्यू आफै बिपीको समाजवादसँग उहाँ नजिक हुनुहुन्छ विचारधारामा। बिपीले देश भनेको ढुङ्गा माटो मात्रै होइन, मान्छे हो। मान्छेभित्रको पनि संस्कृति हो। संस्कृति पनि आजको समावेशी संस्कृतिको सौन्दर्य हो। यदि यहाँको संस्कृति बुझिएन भने यहाँको माटो बुझिँदैन, यहाँको भाषा बुझिएन भने, यहाँको कला बुझिएन भने, यहाँको जनताहरूको भावना र विचार बुझिएन भने केही पनि बुझिँदैन। तर उहाँहरू त्यो कोटीमा हुनुहुन्न। उहाँहरू सुरुदेखि नै कार्यक्रमको यो आखिरी क्षणसम्म अत्यन्तै नतमस्तक भएर एकाग्र भएर हाम्रो विचारहरू सुनिराख्नु भएको छ। यो मुटुको ढुकढुकी छानिरहनु भएको छ। यहाँको भूमिपुत्रहरूको विचार सुनिरहनु भएको छ। उहाँहरूप्रति मेरो लाख सलाम र धन्यवाद जान्छ। र अब अर्को कुरा थियो, चाडपर्वले के गर्दछ त यो चासोक तङ्गामले भन्दाखेरि सबैभन्दा पहिले आज छलफल नगरेको एकाडेमिक वृत्तमा पनि यसले हामीलाई फ्रस्ट्रेसनबाट बचाउँदो रहेछ। आज साइकोलोजिस्टहरूले के भन्छन्, मान्छे निराश छ, उदास छ, घप्टो परेर मोबाइल मात्र हेर्छ, फ्री फायर मात्रै खेल्छ, मान्छे चिन्तामा छ, डिप्रेसनमा छ। तर यहाँ कमसेकम आएपछि हाँस्यौँ, हामी एकछिन मापी नाच्यौँ, गीत गाउने नानीले एकछिन मापी पिर बिर्सिन्, चिन्ता बिर्सिन्, उनको माइन्ड अलिकति फ्रेस भयो। एकछिनमा धान नाच्छौँ, पालन गाउँछौँ, सारा तनावहरू बिर्सिन्छौँ। यहाँबाट हामी फ्रस्ट्रेसनबाट पनि बचाउँदो रहेछ। र अर्को कुरा, शुभकामना आदान प्रदान गऱ्यौँ। हाम्रोमा शुभकामना आदान प्रदान अर्थात् हाम्रोमा माङ्गेमा शिर उठाउने अनुष्ठान चाहिँ जम्मा जम्मी फ्रस्ट्रेसनबाट बचाउने हो। तपाईँलाई शुभकामना छ, तपाईँ चाहिँ सधैँ जगजगिरहनु, सधैँ फुल जस्तो फुलिरहनु भन्यो भने हामी बिच ऊर्जा आउँछ, हामी बिच चाहिँ भित्रबाट चाहिँ जोस जागर आउँछ। हो, यसले हामीले फ्रस्ट्रेसनबाट पनि बचाउँदो रहेछ। अर्को कुरा, अनि हामीले हाम्रो इतिहास र संस्कृतिलाई पनि यसले चाहिँ पुनः स्मरण गरिँदो रहेछ। जस्तो सावयताङ सम्झ्यौँ, सुसुमे लालारन सम्झ्यौँ, सुछुरु सुहाङफेवा सम्झ्यौँ, लारा लाहादङलाई सम्झ्यौँ, हाम्रा महान बोजू पुर्खा सिकेर एक आमाले सम्झ्यौँ। त्यो सँगसँगै आजसम्म खेत बिराएर अन्न फलाउने, मकै फलाउने हाम्रा महान पुर्खालाई पनि सम्झ्यौँ, हाम्रो संस्कृतिले सम्झ्यौँ, हाम्रो प्रकृतिले सम्झ्यौँ। अब अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भने झन् अब हामीले चाहिँ संस्कृतिको संरक्षण पनि गर्ने हो, हस्तान्तरण पनि गर्ने हो। त्यसमा पनि लिम्बू संस्कृतिहरू, मुन्डुमहरू सबै मौखिक परम्परामा, अलिखित परम्परामा आएको हुनाले हामीले हाम्रो पुस्ताले यो कुरा सुनाउनै पर्छ। यो कुरा सुनाइएन भने उहाँले अर्को पुस्ताले सुनाउन सक्नुहुन्न। र हामीभन्दा अग्रज तुतु तुम्याङहरूले फेदाङमा साम्बा एवा जो मुन्धुमका ज्ञाताहरू हुनुहुन्छ उहाँहरूबाट हामीले सिक्ने हो। हामीले सिकेपछि श्रुति स्मृतिमा रहेका कुराहरू फेरि पुस्ताहरूलाई सुनाउँदै जाने हो, सम्झाउँदै जाने हो। अनि मात्रै हाम्रो संस्कृतिको हस्तान्तरण हुन्छ, अनि मात्र सिकाइ हुन्छ, अनि मात्रै परम्परागत ज्ञानहरूको हस्तान्तरण हुन्छ। यो पुस्ताबाट, यो सुनाउने कुराबाट हामी विमुख रह्यौँ भने हाम्रो ज्ञानहरू, हाम्रो कलाहरू, हाम्रो संस्कृतिहरू, हाम्रो इतिहासहरू त्यसै लोप भएर जानेछ। त्यसैले आजको यो कार्यक्रमबाट अलिकति भए पनि
यहाँबाट हिमाज ज्ञानको चाहिँ प्रसारण भएको छ, इतिहासको प्रसारण भएको छ, चेतना अलिकति भए पनि बाँडिएको छ, रमाएका छौँ, खुसी भएका छौँ, अन्तर सांस्कृतिक अन्तर्गुलन भएको छ। सांस्कृतिक अन्तर्गुलन हुनका निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा सह-अस्तित्व र मानवता हामी बीच मर्यो भने, इमान्दारिता मर्यो भने पृथ्वीमा केही पनि रहँदैन। त्यसो भएको हुनाले आजको यो कार्यक्रमले हामीले एक अर्काको संस्कृतिको अन्तर्घुलित भएका छौँ, संस्कृतिको चाहिँ विकास भएको छ, हस्तान्तरण भएको छ र यति सुन्दर यति सान्दर्भिक कार्यक्रम आयोजना गरेकोमा किराँत तेख्तुङ जिल्ला कार्य समिति अध्यक्ष आदरणीय दाइ सुरेन्द्र केरुङ, सचिव कमल लगायत उपस्थित सबैलाई मेरो हृदयबाट धेरै धेरै धन्यवाद छ। र विशेष गरेर मेरिना बुटिकले आज अत्यन्तै सुन्दर कर्म गर्यो, म अत्यन्तै खुसी छु। कुनै बेला हामी पढ्दाखेरि गाउँमा बुढाहरूले आज डट छैन, कपी छैन, 5 रुपियाँ दिए भन्दा कहिले दिँदैन थियो, बरु त्यो तरुणीको अप्ठ्यारो ठाउँमा छुरी 30 रुपियाँ दिन्छु भन्थ्यो। त्यस्तो पुस्ताबाट आएकोले कमसेकम उहाँले दिनुभएको 10,000ले एउटा विद्यार्थीलाई 1 वर्ष थाम्छ। पढाइको अनुभव त मसँग धेरै नै छ, त्यतातिर नजाउँ। कुनै बेला देवी काममा चलाएका कपीहरू चोर्दै पढेको मान्छे म हैन। कमसेकम आज यसरी विमला नेपालले चाहिँ विद्यार्थीहरूको निम्ति जुन प्रोत्साहन प्रायोजन गर्नुभएको छ, यसले ती विद्यार्थीहरूलाई जीवनमा असाध्यै ठुलो सहयोग पुग्नेछ र त्यो विद्यार्थीहरूले सधैँ स्मरण गर्नेछ। यस्तोतिर लगानी गरौँ, यस्तोतिर खर्च गरौँ भन्छु है म चाहिँ। अनुत्पादक ठाउँमा बढी खर्च नगरौँ। 50 वटा तौबा दिनुभन्दा अरू 500 रुपियाँ विद्यार्थीहरूलाई दिउँ हैन। 50 वटा चाहिँ बरु राँगा काट्नुभन्दा बरु गरिब दुखीहरूको शिक्षा दीक्षामा ध्यान दिउँ, अनि मात्रै हामी सुसंस्कृत सुसभ्य र चेतनाको गतिले पक्रन सक्छौँ। यति राम्रो कार्यक्रम भएको छ। अन्तिममा फेरि पनि विमला भाउजूलाई धेरै धेरै धन्यवाद र यो कार्यक्रममा उपस्थित मेरो कुरा सुनिदिनु हुने तपाईँ सम्पूर्ण मेरो मान्यजन भद्रवाला आदमीहरूमा हार्दिक धन्यवाद। दुःख विराम नहोस्, नराम्रो नहोस्, सकारात्मक सोचको विकास हो। राम्रो मात्रै सोचौँ, राम्रै मात्र गरौँ। जस्तो चिताउँछस् त्यस्तो पुर्याउँछु ईश्वरले तागेर नि उहाँले भन्नुहुन्छ अरे। त्यसैले राम्रो सकारात्मक सोचको विकास होस्। सेवा र नमस्ते।